बेहाल जिन्दगी। सरकारले अनुदान नदिएर के भयो त? एक मुठी सास रहेसम्म म मेहनत गर्न छोड्दिन। अब यसरी निराश बसेर हुँदैन। म अब जे हुन्छ हुन्छ। एकचोटि फेरि तरकारीहरू लगाउँछु। पहिलाका तरकारीको बिउहरू पनि मसँग टन्नै छन्। अब यसरी भात बानेर बसिरहेको भन्दा भोलि पर्सितिर मान्छेहरू पैसा लिन आउँछन्। म के दिनु? यस्तो तालले भएन। बरु तरकारी खेती गरी भने त मैले तरकारी लगाइछु, यो तरकारी उब्जनी भएपछि दिन्छु भनेर भन्नु होला बरु। अहिले चाहिँ म यसरी बस्दिनँ। बिहा सार्दाले देख्नुभयो भने त मेरो त बेइज्जतै हुन्छ। गरियो खुर्पामा आज त कोदालो सोदालो बोकेर हिँड्नु भएछ त। मैले त केही बुझिनँ नि। अब म त तपाईँ जस्तो काम गर्ने परिन। यसो काम गरौँ कि भनेर बारीमा जान लाग्यो नि। अब आफू त काम नगरी खाना पनि धौधौ होला जस्तो छ। अब तिम्रो पो बाउ आमाले कमाएर राखिदिन्छन्, त्यही खाने हो त। अब आफ्नो त आफैले मेहनत नगरी कसले ल्याइदिन्छ अरू खानलाई? सुन है बहिनी, बाउ आमाको पैसामा मात्र आश्रित हुनु हुँदैन। आफूले पनि केही गर्नुपर्छ है। आफूले पनि कमाउनु पर्छ। ए दाइ, घरमा त लामो पुराण सुनाएको जस्तो क्यार गर्छन्। अब त तपाईँले पनि कराउन थाल्नुभयो। कराएको होइन हो बहिनी, बेलैमा सम्झाएको नि। पहिला त हाम्रो आमा बुवाले हप्काएर अनुशासनमा राख्नुहुन्थ्यो। अहिलेका बुढाहरूले त कराउनु त परकै कुरा, केही भन्दा पनि भन्दैनन्, डिप्रेसनमा जान्छन् भनेर। अहिले त के हो मैले त कुरै बुझ्दिनँ बुढाहरूको पनि। ए ल दाइ, अब मेरो पनि घरमा अलि हतार छ, म गएको ल। के भएको हो? बिहा सरलाई 33-34 लाखै ऋण छ भन्छ है। खै के गर्ने हो? अब त्यो पो धनी छ त, तिरिहाल्छ नि। तिर्छ 1-2 लाख भयो नि हो। यत्रो पैसा छ। अब सबै गाउँलेहरूले त यो धनी छ भन्छन्। अब आफूलाई कस्तो परि छ के थाहा तिनीहरूलाई? अब अरूले देख्दाखेरि त यो मान्छे लास्टै धनी छ सोच्छन्। अब आफ्नो व्यथा अरूलाई के थाहा? कान्छी, तिमीले एउटा कुरो थाहा पायौ त? के कुरा हो र दिदी? हेर न, थाहा पाए जस्तो गरेको चाहिँ क्या, मलाई त केही थाहा छैन। अनि अस्ति बिहा सार तनाव लिएर बसिरहेको थियो। किन र दिदी? किन हुनु नि, उसले 33-34 लाखको तरकारी खेती गरेको थियो रे। तरकारीहरू डढेलो लाग्यो रे। अब त्यत्रो पैसा त्यसले कहिले तिर्ला? 33-34 लाख? अब त्यत्रो पैसा कसरी तिर्देला? ए जसुकैले तिरोस्, हामीलाई के मतलब? म यहाँ कसरी आएँ? म त घरमै थिएँ त। कसको घर हो? झ्याल ढोका पनि लागेको छ। कोही छ?
कोही छ? कोही छ? झ्याल त खुलियो। कसको घर होला त्यो? कोही छ? कोही बोल्दैन है। कसले चिल्लाएको होला त मलाई यहाँ? ढोकै खुल्दैन। बचाऊ! बचाऊ! कसले चाहिँ यस्तो गर्यो होला? कसले गर्यो होला यस्तो? कोही छैन। बचाऊ! अब के गर्ने होला? कोही हुनुहुन्छ भने बचाउनु। यो त डरेछ त। अब आज यसको अन्तिम संस्कार हुन्छ। त्यसको लागि मैले खुकुरी लिएर आउँछु। पख तँलाई के गर्नुपर्छ मैले मात्र जानेछु। तँलाई पख। ढोका त खुल्लै छ त। त्यो पक्कै पनि मलाई मार्नको लागि खुकुरी लिन गएको हुनुपर्छ। को हो त्यो? आफूले चिने पनि छैन, यसरी ढोका लाएर बसेछ। अहिले त त्यो आएछ क्यारे ढोका खोल्दै हिँड्छ। के लिन गएको हो कि के मौका पारेर निक्लिन्छु अब। कसको चाहिँ घर रहेछ त? मैले थाहा पाउनु मात्र पाउन। मैले जानेछु के गर्नुपर्छ। आजै यो खुकुरीको मैले के गर्नुपर्छ मैले जानेछु। कसरी चप्काउनु पर्छ, कसरी छिप्काउनु पर्छ आज मैले जानेछु। बिहान त छैन त फेरि। मैले ढोका खोले पनि यो निस्केछ क्यारे। कता चाहिँ गयो होला त? अब त्यसलाई मैले जानेछु। धेरै टाढा पुगेको छैन जस्तो लाग्छ। यहाँ के छ कि है? यहाँ लुक्छु यसरी। कता गयो होला त? ल के होला त त्यो?
साउले मार्छ कता गयो थाहा नै भएन अब त के गर्ने होला म आज मैले गर्दाखेरि यत्रो ठुलो घटना घट्छ मैले समात्ने बित्तिकै त्यसलाई छप्काइदिनु पर्ने रहेछ बुद्धि बिग्रियो आफ्नो अब मलाई साउले मार्छ एउटा काम दिएको थियो त्यो पनि गरिनस् भनेर अब अहिले म निक्लिनु पर्छ नत्र म फस्न सक्छु अहिले त्यसले गाउँलेहरू बोलाएर ल्याउन सक्छ म निक्लिनु पर्छ अब बल्ल त्यो निस्क्यो जस्तो छ अब यही मौका हो अब त मेरो ज्यानलाई पनि खतरा छ बिस्तारै हिँड्नुपर्छ तिमी यही काट्दै गर म माथि गएर काटेर आउँछु है म लडेको देखेर उठाउन आउनु पर्दैन अरू लडेको देख्दा त तिमीलाई खुब हाँस आउँदो रहेछ नि त्यसो होइन नि दिदी तपाईँ लोभ गरेर माथि माथि घाँस काट्न जानु भएछ नि लडेको देख्दा त मनमा कस्तो खुसी मिल्यो त्यही भएर हाँसो लागेको नि लडेको देख्दा त तिमीलाई खुबै खुसी लाग्दो रहेछ नि म माथिबाट लड्दाखेरि झन्नै छाड फुस्के अझै काट्ने हो कि अब जानी घाँसै काटे छैन बरु बाह्रलाई त नल झुन्डाइदिन्छु जानु पर्यो त्यति लुगा पनि कस्तो बरु भएको नि आज भर्खर नुहाएको जिउ खत्तम भइहाल्यो नि पैसा पनि उठाउनु पर्ने यति घाँस भएछ के यो घाँस पनि खाओस् यही बारीले जानु पर्यो नाम्रो पनि ल्याएन खोइ त्यसले नामले ल्याएनौ छैन नि दिदी आफ्नो घर नामले छैन ए त्यस भए मेरो पनि खाल्डोको हो हातै लिएर हिँड्छु म पनि नाम्रो भित्र यो अहिले पनि यहीँ भित्र मेरो त ढाडै फुस्क्यो नि यही पनि उचाल्न सक्दिनँ त्यो बित्ता बेक्कै आएको बरु बाख्राहरूलाई नल झुन्डाइदिनु परिरहेछ आज मलाई मार्न खोज्ने को होला किन त्यसले मलाई मार्न खोज्या होला त्योसँग मेरो के चाहिँ दुश्मन थियो होला मलाई त त्यस्तो लाग्दैन मैले कसैको के बिगार्दा छु जस्तो त मलाई लाग्दैन आज धन्नले भगवानको कृपाले चाहिँ बाँच्यो मलाई त सम्झिँदा नि अहिले पनि मन कोला कोला गरेर आउँछ आज त मेरो ठुलै दशा रहेछ नि को हो त्यो मान्छे अब त त्यसले मलाई जतिखेर नि हमला गर्न सक्छ त्यसको त्यो हमलाबाट बच्न मैले पुलिसलाई जसरी नि भन्नै पर्छ अब म कानुनी प्रोसेसमा गएन भने त्यसले मलाई छोड्दैन त्यतिकै म यसरी निराश भएर बस्नु पनि हुँदैन अब म जानुपर्छ अब मैले के गर्नुपर्छ